हेलो ब्रदर, नमस्ते। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम सुभाष केसी। हजुरलाई म दुई तिनवटा प्रश्न सोध्छु है त है। हुन्छ, सोध्नुहोस् न। आजको पेट्रोलको दर तपाईँलाई थाहा छ? आजको पेट्रोलको दर 219 रुपियाँ छ। 219। जस्तै यो 219 पुगिराख्दाखेरि यो तपाईँलाई निकै माथि महँगो जस्तो लाग्छ कि ठिकै हो तपाईँको लागि? यो एकदम महँगो नै हो, किनकि विगतमा हेर्दाखेरि 157 रुपियाँ थियो होइन। अहिले चाहिँ एकदम बढेर चाहिँ 219 रुपियाँ, लगभग 62 रुपियाँको हाराहारी बढेको देखिन्छ होइन। 62 रुपियाँ भनेको लगभग विगतलाई हेर्दाखेरि तपाईँको आधा लिटर पेट्रोलको मूल्य बढेको छ। भनेपछि यसले हाम्रो नेपाली समाजमा कतिको असर गरे छ जस्तो लाग्छ तपाईँलाई? एकदम धेरै गरेको छ। काम गरेर रोजगार गरेर खाने मान्छेलाई चाहिँ धेरै नै समस्या परेको छ। पेट्रोलको भाउ आकाशिएको छ अहिले होइन। हजुर, यसलाई अलिकति कन्ट्रोल गर्नको लागि सरकारले के कस्तो गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? सरकारले चाहिँ अहिले चाहिँ सरकारले केही नीतिहरू ल्याएको पनि छ, जस्तै कर प्रणालीमा छुट ल्याएको छ होइन। तर कर प्रणालीमा छुट ल्याएकोले गर्दा पनि अलिकति यो रेटमा चाहिँ अलिकति समस्या नै भोग्नु परेको छ नेपाली जनताले होइन। तपाईँको अर्को कुरा चाहिँ सरकारले राम्रो नीति ल्याएर होइन अलिकति जनतालाई अलिकति यो रेटमा चाहिँ अलिकति सर्वसाधारणलाई चाहिँ दिनभरि काम गरेर खाने जनताहरूलाई चाहिँ अलिकति राम्रो नीति ल्याएर अलिकति सहज बनाइदियो भने धेरै राम्रो हुन्छ मेरो विचारमा चाहिँ। ल ब्रदरलाई धन्यवाद। हस्, धन्यवाद।